हेलो गाइज, स्वागत छ अर्को मेरो नयाँ ब्लगमा। म हुँ काल्पनिक संसारको काल्पनिक ड्राइभर। आज हामी जाँदैछौँ कीर्तिपुर। म छु अहिले चितवनमा। आजको मौसम पनि एकदम रमाइलो छ। करिब 8 घण्टाको यात्रापछि हामी कीर्तिपुर पुग्नेछौँ, त्यसैले हामी अहिले निस्किनु पर्ने हुन्छ। आज हामी जाँदैछौँ यो टुकटुकमा। मेरो बस चाहिँ बनाउन दिइरहेको छ। हाम्रो टुकटुक पनि बस भन्दा केही कम नै छैन। ल लागौँ है त हामी चितवनबाट। आजको एनपीएल म्याचको लागि टिकट हामीले अस्ति नै बुक गरिसकेको थियौँ, त्यही भएर हामी छिटो भन्दा छिटो पुग्नु पर्ने हुन्छ। यो चाहिँ हाम्रो आजको घोडाको इन्टेरियर। काठमाडौँको लागि रुट परमिट ट्याक्स तिरिसकेपछि हामी अगाडि बढ्यौँ। टाइममा पुग्नु पर्ने भएर हामी यसरी रफ्तारमा अगाडि बढ्यौँ। ब्रेक लिभरमा खुट्टा नराखी एक्सिलेटर देकको देई। ल सिनेम्याटिक इन्जोय गर्नुहोला। करिब 2 घण्टाको यात्रापछि अब पेट्रोल हाल्नु पर्ने हुन्छ, त्यही भएर टक्क पेट्रोल पम्पमा हामीले छिरायौँ। पेट्रोल लगभग सकिसकेको थियो। हेर्दै हेर्दै गाडीले पनि 41 लिटर पेट्रोल खाएछ। माइलेज चाहिँ ढोस्दै रहेछ यसको। अरू त त्यस्तै हो, अब फेरि चाँडो दौडिनु पर्ने हुन्छ। एकैछिनपछि हामी यस्तो राम्रो पुलमा पुग्यौँ। पानी पनि पर्न थालिसकेको थियो। यता पानी पर्यो नि, तर काठमाडौँतिर चाहिँ घामै रहेछ। उता पानी पर्यो भने फेरि म्याच क्यान्सिल। यता एकैछिन पुलको हावा खान निस्क्यौँ। 10 मिनट जति बसेपछि फेरि अगाडि बढियो। ढोका नभएको कारण टुकटुकमा लास्टै जाडो रहेछ। जाडोले हल्का फुल्का टाउको पनि ढुकिसकेको थियो। करिब 2 घण्टाको यात्रापछि ठुलो हस्पिटल देख्यौँ। औषधि एउटा किन्नु पर्यो भनेर मैले उतातिर लगे। पानी रोकेर घाम पनि मस्त लागिसकेको रहेछ। यतातिर एम्बुलेन्स पनि बिरामी लिन जाने स्ट्यान्ड बाई बसिरहेको रहेछ। सँगै रोकेर दौडिहाले। करिब आधी घण्टापछि म त्यहाँबाट निस्केँ। डाक्टरहरूले हिजोको अलि बढी भएर टाउको दुखेको भन्यो। गेम सुरु हुन मात्र 4 घण्टा बाँकी थियो, त्यसैले अब कतै नरोकी जाने निदो गरियो। अब फेरि रोक्यो भने गेम छुट्ने पक्का। करिब 2 घण्टाको यात्रापछि पेटमा मुसा दौडिन थाल्यो। केही त खान पर्यो भनेर मैले यतातिर रोकेँ। दौडेर गएर जे छ त्यति खाएर फेरि निस्क्यौँ। यतादेखि चाहिँ पुरै अफरोड बाटो रहेको छ। टुकटुकसँगै नाच्दै अगाडि बढ्यौँ। बाटोमा चेकिङ थियो कि के थियो, धेरै गाडीहरू रोकिरहेको थियो। अगाडि जाँदै गर्दा एउटा गाडी लुच चिप्लेर तलतिर झर्दै थियो। आज जाम पनि डेन्जर छ जस्तो छ। र यस्तो जामलाई पौरतीमा हाल्दै खाँदै अगाडि बढ्ने हो। यसरी हुइकाउँदै टुकटुकलाई अगाडि बढाएँ। बस भन्दा टुकटुक चलाउन लास्टै सजिलो। अलि हिँडेपछि मजाको पुल पनि रहेछ। यता फोटो हेर्नै पर्यो, फोटो त खिच्नै पर्यो। माथि चढ्दाखेरि त यस्तो रहेछ नजारा। बन्जी जम्पिङ हो कि बजेट खल्तीमा हाले हो। झन्दै लडेको। ल यता पनि जाओस् एउटा ड्रोन सट। ल अब यताबाट पनि फेरि निस्किनु पर्ने हुन्छ। लगभग 1 घण्टापछि हामी काठमाडौँतिर पुग्यौँ। यता चाहिँ मस्तले घाम लागिरहेको रहेछ। त्यहीबाट सुन्न सकिन्थ्यो स्टेडियमको हल्ला। म्याच सुरु भइसकेको रहेछ, तर पनि बाँकी म्याच हेर्नलाई आतुर थिएँ। फोटोमा मात्र स्टेडियम हेरेको, आज आफ्नै आँखाले हेर्न पाउने भयो। वरिपरि खतरा खालको बगैँचा बनाएको रहेछ। यता जसो तसो आइपुगे। यतासम्म अब चाहिँ पार्किङ गर्नुपर्छ। त पार्क गरेर दौडिहालेँ। खुसीको सीमै थिएन आज, त्यसैले यसरी उफ्री हिँडेँ। लगभग 3 घण्टापछि म्याच सक्यो। अब चाहिँ यतैतिर होटेल खोज्नु पर्ने हुन्छ। केही दिन यतै काठमाडौँतिर बसेर अनि घर फर्किने निदो गरियो। आजको लागि यति नै।